Hello guys, welcome to my YouTube channel. तपाईँहरूले देखिसक्नुभएको होला यो सपको मुखमा रङ लगाएर कपालमा पुरा सबैजना सेतै भएर कलरफुल होली खेलिरहेका छन्। यो चाहिँ फागुनमा हुने होली हो। पहिले त सबैजनाहरू मजाले आफैले एकजनाले गाएर है सबैजना रमाइलो गर्थे। अहिले त पुरै बिचमा चाहिँ डिजे राखेर वरिपरि घुम्ने मात्र काम गरेर गरिरहन्। अब जस्तो जस्तो अहिले आधुनिक समय आउँदै गयो त्यसरी नै मान्छेहरू पनि अहिले आधुनिकतामा गइसकेका छन्। पहिले कस्तो रमाइलो हुन्थ्यो, मजाले पुरै सुन्नेर उ गर्नु भट्याएर पुरा देउसीको जस्तो मजाले खेल्थिन् सबैजनाहरू। अहिले चाहिँ सबैजनाहरू बाठा भइसकेका छन्। पुरै हेर्नुहोस् त सब बिचमा चाहिँ डिजे राखेर वरिपरि घुम्ने मात्र काम गरिरहेछन्। अब के हो, अब पछिको मान्छेहरू त यही घुम्ने काम पनि गर्दैनन् गाइस। पछिको मान्छेहरू पनि के थियो यो यस्तो हुन्थ्यो भन्ने कुराहरू पनि पछिको मान्छेहरूलाई पनि थाहा हुनेवाला छैन। यस्तै विकास हुँदै जाने हो भने अब के भन्ने त, यस्तो छ हाम्रो आजभोलिको आधुनिक भैली। अब पहिले चाहिँ एकदमै धेरै रमाइलो हुन्थ्यो फागसाग गाएर उ गरेर। अहिले त यो पुरै हेर्नुहोस् त मजाले रिटेर मात्रै यो डिजे बजाएर न त गाउने न केही। तैपनि तपाईँहरू यसो हेरेर रमाइलो गर्नुहोस् है त। यो भिडियो थियो, अब कपिराइट लाग्छ भनेर मैले चाहिँ यो अडियो म्युट गरेर यसो राखिदिएको छु है त। ल हेरेर मात्र रमाइलो गर्नुहोस् गाइस।